हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो। आजको भिडियोमा हामीहरू त्यस्तो स्किल्सहरूको बारेमा कुरा गर्न जाँदैछौँ जसलाई तपाईँले एकचोटि सिकेपछि जिन्दगीभर काम लाग्न सक्छ। यी सिपहरूले तपाईँलाई सफल हुनको लागि मात्र होइन, तपाईँको व्यक्तिगत र व्यावसायिक जीवनलाई पनि नयाँ उचाइमा पुर्याउनको लागि मद्दत गर्न सक्छ। यी सिपहरू सिक्नको लागि त्यति सजिलो त छैन, तर एकचोटि सिकिसकेपछि तपाईँको आत्मविश्वास, सम्पत्ति र सफलता चाहिँ स्वाभाविक रूपमा बढ्नेछ। आजको यो भिडियोमा हामीहरू 10वटा यस्तो स्किल्सको बारेमा कुरा गर्नेछौँ जुन सिक्नलाई अलिकति गाह्रो छ, तर सिकिसकेपछि जिन्दगीभर काम लाग्छ। यो भिडियोमा रहेको 10वटा स्किल्स नै एकदमै इम्पोर्टेन्ट छ, सो यो भिडियोलाई पुरा हेर्नुहोला। यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्। एन्ड विदाउट वेस्टिङ एनी मोर टाइम, लेट्स गेट स्टार्टेड। सबैभन्दा पहिलो स्किल रहेको छ स्पिकिङ अप। आत्मविश्वासको साथमा बोल्न सिक्नुहोस्। तपाईँ कतिको निडर भएर आफ्नो कुरा राख्न सक्नुहुन्छ, आफ्नो सोचलाई अथवा आफ्नो भावनालाई अरूलाई बुझाउन सक्नुहुन्छ। धेरै जस्तो मानिसहरू चाहिँ बोल्नको लागि एकदमै डराउने गर्छन्, तर जब हामीले कन्फिडेन्सको साथमा बोल्न सिक्छौँ नि, त्यो भनेको चाहिँ हाम्रो प्रोफेसनल, हाम्रो रिलेसनसिप र हाम्रो लाइफमा एकदमै ठुलो सम्पत्ति बन्न जान्छ। हामी सबैले कम्युनिकेसन स्किल चाहिँ डेभलप गर्नै पर्छ, किनकि जब हामीसँग कम्युनिकेसन स्किल हुँदैन, हाम्रो पर्सनल र प्रोफेसनल ग्रोथमा पनि एकदमै निकै ठुलो असर पर्छ। राम्रो कम्युनिकेसन स्किल बिना कहिले पनि लिडर बन्न सकिँदैन। कुनै पनि कम्पनीमा हाई पोस्टमा काम गर्नको लागि अथवा आफ्नै बिजनेसलाई इस्टाब्लिस गर्नको लागि पनि हामीलाई कम्युनिकेसन स्किल चाहिने गर्छ। त्यसको साथसाथै जब हामीले विचारहरूलाई प्रष्ट रूपमा राख्न सक्छौँ, त्यस्तो बेलामा हाम्रो पर्सनल र प्रोफेसनल रिलेसनसिपहरू पनि डेभलप हुन्छ। र जब हामीले कन्फिडेन्सको साथमा बोल्न सिक्छौँ, त्यस्तो बेलामा चाहिँ हामी जुनसुकै ठाउँमा पनि उपस्थित हुँदाखेरि पनि निकै नै ठुलो प्रभाव पर्छ। त्यसै कारणले गर्दा चाहिँ हामी सबैमा हुनै पर्ने सबैभन्दा इम्पोर्टेन्ट स्किल भनेको चाहिँ कम्युनिकेसन स्किल हो। हामीले चाहिँ कन्फिडेन्सको साथमा बोल्न सिक्नु पर्यो। सेकेन्ड चाहिँ स्किल भन्दा पनि अलिकति ह्याबिट हो। हामीले चाहिँ आफैसँग अनेस्ट हुनु पर्यो। हामीले कहिले पनि आफैसँग झुट बोल्नु भएन, किनकि जब हामीले आफूसँग झुट बोल्छौँ नि, त्यस्तो बेलामा हामी कहिले पनि ग्रो हुन सक्दैनौँ। हामीले आफ्नो कमजोरीहरू के छ त्यसलाई स्वीकार्नु पर्यो र त्यसलाई चाहिँ इम्प्रुभ गर्नको लागि काम गर्नु पर्यो। धेरै जस्तो मानिसहरू आफ्नो कमजोरीहरू स्वीकार्न नै चाहँदैनन्। धेरै मानिसहरूलाई लाग्छ मलाई त सबै आउँछ, मलाई त सबै थाहा छ, मभन्दा राम्रो कोही पनि छैन। हो, यस्तै सोच राख्ने मान्छेहरू चाहिँ जिन्दगीमा कहिले पनि अगाडि बढ्दै बढ्दैन। सो हामीले चाहिँ हाम्रो कमी कमजोरीहरू के छ यसलाई पहिचान गर्न सिक्नु पर्यो र त्यसलाई इम्प्रुभ गर्नको लागि काम गर्नु पर्यो। र जब हामीलाई आफ्नो कमजोरी र आफ्नो शक्तिहरू के हो यो कुरा थाहा हुन्छ नि, त्यस्तो बेलामा हामीले बेटर डिसिजन्सहरू लिन सक्छौँ। थर्ड स्किल रहेको छ हामी चाहिँ कन्फिडेन्स हुनु पर्यो। हामीले चाहिँ आफ्नो आत्मविश्वासलाई बढाउनु पर्यो, किनकि आत्मविश्वास बिना हाम्रो ज्ञान, हाम्रो सिप र हाम्रो लक्ष्य सबै व्यर्थ हुन्छ। कन्फिडेन्स भनेको कुनै अचानक आउने कुरा होइन, यो त हामीले प्र्याक्टिसले, हाम्रो माइन्डसेटले र हाम्रो ह्याबिटहरूले गर्दा बिस्तारै डेभलप हुने कुरा हो। जब हामी कन्फिडेन्स हुन्छौँ, त्यस्तो बेलामा हामीले विभिन्न अवसरहरू पाउँछौँ, हामीलाई विभिन्न अपर्च्युनिटीहरू आउँछ। र जब हामीहरू सेल्फ कन्फिडेन्स हुन्छौँ, त्यति बेलामा चाहिँ हामीले कुनै गल्तीहरूबाट डराउँदैनौँ, हामी कामहरू गर्नबाट डराउँदैनौँ, जसले गर्दा चाहिँ हाम्रो लाइफमा सक्सेसफुल बन्ने चान्स अझै बढ्छ। अनि चौथो स्किल रहेको छ एक्टिभ लिसनिङ, सुन्ने कला। हामीहरूमध्ये धेरै चाहिँ सुन्न चाहँदैनौँ, सिर्फ बोल्न चाहन्छौँ। बोल्ने भन्दा सुन्ने व्यक्ति राम्रो डिसिसन लिन सक्छ र त्यसको साथसाथै आफ्नो रिलेसनसिपहरूलाई पनि स्ट्रङ बनाउन सक्छ। हामीहरू कसैसँग कुरा गर्दाखेरि हामीले चाहिँ एन्सर दिनको लागि मात्र होइन, हामीले चाहिँ त्यो कुरा बुझ्नको लागि पनि सुन्नुपर्ने हुन्छ। राम्रो लिडर बन्नको लागि अरूको कुरा बुझ्नुपर्ने हुन्छ। र यदि हामीले एक्टिभली सुन्न सक्छौँ भनेपछि हाम्रो प्रोफेसनल र पर्सनल रिलेसनसिपहरू पनि अझै स्ट्रङ हुँदै जान्छ। र जोसँग राम्रोसँग सुन्ने सिप छ उसले सबैको विश्वास जित्न सक्छ। र अरूको ट्रस्ट जित्नु भनेको चाहिँ प्रोफेसनल फिल्डमा चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। पाँचौँ सिप रहेको छ टाइम म्यानेजमेन्ट। हामीसँग सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको टाइम हो। र यदि हामीले आफ्नो टाइमलाई इफिसियन्टली म्यानेज गर्न सक्दैनौँ भनेपछि हामीले लाइफमा धेरै अपर्च्युनिटी पाउँदैनौँ, अथवा भनौँ हामीले लाइफमा धेरै एचिभ गर्न पनि सक्दैनौँ। त्यसै कारणले गर्दा चाहिँ टाइम म्यानेजमेन्ट भन्ने चाहिँ एकदमै इम्पोर्टेन्ट स्किल हो। यदि हामीले आफ्नो टाइमलाई इफिसियन्टली म्यानेज गर्न सक्छौँ भनेपछि हामी एकदमै धेरै प्रोडक्टिभ हुन सक्छौँ। राम्रो टाइम म्यानेजमेन्ट टेक्निकले हाम्रो तनाव कम गर्छ र त्यसको साथसाथै प्रोडक्टिभिटीलाई पनि बढाउँछ र हाम्रो गोलहरू, टार्गेटहरूलाई पुरा गर्नको लागि पनि मद्दत गर्छ। के तपाईँ साँच्चीकै बिजी हुनुहुन्छ अथवा आफ्नो टाइमलाई वेस्ट गरिराख्नु भएको छ? छैटौँ स्किल रहेको छ स्टप कम्प्लेनिङ। कहिले पनि कम्प्लेन नगर्नुहोस्। कम्प्लेन गरेर कहिले पनि फाइदा हुँदैन। कुनै पनि प्रब्लमबारे कम्प्लेन गर्न त निकै नै सजिलो छ, तर यदि हामी जिन्दगीमा सक्सेसफुल बन्न चाहन्छौँ भनेपछि हामीले कम्प्लेनिङ गर्ने भन्दा पनि त्यो प्रब्लमलाई सल्भ गर्नतिर चाहिँ ध्यान दिनुपर्ने हुन्छ।
हामी सबै जस्तो मान्छेहरूलाई हामीलाई कुनै प्रब्लम आउने बित्तिकै हामी कम्प्लेन गर्न थालिहाल्छौँ। यो भएन, त्यो भएन, किन यस्तो भएको होला, यस्तो नभएको भए हुन्थ्यो, हामीले यस्तो भन्न थालिहाल्छौँ। तर हामीले जब यस्तो कुराहरू गर्न छाडेर त्यो प्रब्लमको सोल्युसन खोज्नतिर लाग्यौँ भनेपछि त्यो प्रब्लम सल्भ हुनसक्छ। र यदि त्यो प्रब्लम सल्भ नहुने नै हो भने पनि हामीले कम्प्लेन गर्न हामीलाई कुनै पनि फाइदा नै हुँदैन। कुनै पनि प्रब्लमबारे कम्प्लेन गर्न त निकै नै सजिलो छ, तर त्यो प्रब्लम सल्भ गर्न खोज्ने मान्छेहरू मात्र सक्सेसफुल भन्छन्। त्यसै कारणले गर्दा चाहिँ हामीले कहिले पनि कम्प्लेन गर्नु भएन। सकिन्छ भने इम्प्रुभ गर्ने, सकिँदैन भने कम्प्लेन नगर्ने। 7औं स्किल रहेको छ स्टे प्रेजेन्ट इन द मोमेन्ट। हिजो गइसकेको छ, भोलि आउन बाँकी नै छ। हामीसँग भएको टाइम भनेको प्रेजेन्ट मोमेन्ट मात्र हो। हामीसँग आज मात्र छ, भोलि आउन त बाँकी नै छ, हिजो त गइ नै सक्यो। धेरै जस्तो मानिसहरू चाहिँ पास्टमा भएको मिस्टेक्सहरूलाई रिक्रिएट गर्दै नै बाँचिरहेको हुन्छन्। र त्यसको साथसाथै धेरै मान्छेहरू त भोलि के होला भन्ने तनावमा नै बाँचिरहेको हुन्छन्। तर हामी सक्सेसफुल बन्नको लागि चाहिँ भोलिको चिन्ता लिनु भएन, हिजोको कुराहरूमा रिग्रेट गरेर बस्नु पनि भएन। हामीले चाहिँ आज हामी के गर्न सक्छौँ यसमा फोकस गर्नु पर्यो। यदि हामी प्रेजेन्ट मोमेन्टमा बाँच्दैनौँ भनेपछि हाम्रो पछिको सोचले अथवा हिजोको सोचले चाहिँ अहिलेको अमूल्य समय खेर गइरहेको हुन्छ। त्यसै कारणले गर्दा चाहिँ हामीले प्रेजेन्ट मोमेन्टमा बाँच्न सिक्नु पर्यो। 8औं स्किल रहेको छ बिइङ कन्सिस्टेन्ट। हामी कुनै पनि काममा सक्सेसफुल हुनको लागि चाहिँ कन्सिस्टेन्सी जति इम्पोर्टेन्ट चाहिँ केही पनि छैन। हामी कुनै पनि काममा सफल बन्नको लागि चाहिँ हामी त्यो काममा चाहिँ निरन्तर हुनु पर्यो, अथवा भनौँ निरन्तर रूपमा लागिराख्नु पर्यो। धेरै जस्तो मान्छेहरू चाहिँ एक्साइटेड भएर नयाँ काम सुरु गर्छ, नयाँ बिजनेस सुरु गर्छ, नयाँ कुनै ह्याबिटहरू सुरु गर्न खोज्छ, जस्तै स्टडीको ह्याबिट भनौँ, बुकहरू रिडिङको ह्याबिट, एक्सर्साइज गर्ने ह्याबिटहरू। एक्साइटमेन्टमा नै सुरु गर्छन्, तर केही समयपछि त्यो ह्याबिटलाई कन्टिन्यू राख्न नै सक्दैनन्। सो हामी चाहिँ कुनै पनि काममा सफल हुनको लागि चाहिँ कन्सिस्टेन्ट हुनु पर्यो। कन्सिस्टेन्सी इज द की टु सक्सेस भनिन्छ नि, हो। हामी कुनै पनि काममा सफल बन्नको लागि चाहिँ निरन्तर रूपमा त्यो काममा लागिराख्नु पर्यो। 9 नम्बरमा रहेको छ गेटिङ इनफ स्लिप। हामीले आफ्नो शरीरलाई चाहिने जति निन्द्रा लिनु पर्यो। जब हाम्रो शरीरलाई चाहिने जति हामीले निन्द्रा दिँदैनौँ नि, त्यस्तो बेलामा हाम्रो शरीरले राम्रोसँग फङ्सन नै गर्न सक्दैन। त्यसै कारणले गर्दा चाहिँ हाम्रो बडीलाई चाहिँ इनफ स्लिप चाहिन्छ। धेरै जस्तो मानिसहरू चाहिँ बेलुका रातिसम्म मोबाइल चलाएर, टिभी हेरेर र त्यसको साथसाथै कुनै अनावश्यक कामहरू गरेर चाहिँ ढिला सुत्ने अनि चाँडै उठ्ने गरिरहेको हुन्छन्, जसले गर्दा चाहिँ उनीहरूको दिन नै प्रोडक्टिभ हुँदैन। यदि हामीले आफ्नो क्यापासिटीको म्याक्सिमम युटिलाइज गर्नु छ, हामी चाहिँ सकेसम्म धेरै प्रोडक्टिभ बन्नु छ भनेपछि हाम्रो शरीरलाई चाहिँ इनफ निद्रा दिनु पर्यो। यदि हामीले राम्रो निद्रा पाएनौँ भनेपछि हामी प्रोडक्टिभ बन्न सक्दैनौँ र दिनभरि चाहिँ आफ्नो काममा पनि फोकस गर्न सक्दैनौँ। त्यसै कारणले गर्दा हामीलाई राम्रो निद्राको चाहिँ निकै नै धेरै आवश्यकता छ। र जब हाम्रो शरीरले राम्रोसँग फङ्सन गर्न सक्दैन, त्यस्तो बेलामा हामी कुनै पनि सेक्टरमा सक्सेसफुल बन्न सक्दैनौँ। त्यसै कारणले गर्दा चाहिँ हामीले आफ्नो शरीरलाई इनफ स्लिप दिनु पर्यो। नम्बर 10 मा रहेको छ ह्याभिङ एम्पैथी। हामीले सहानुभूति राख्नु पर्यो। सफलता भनेको केवल आफू सफल हुनु मात्र होइन, अरूलाई सफल बनाउनु पनि हो, अरूलाई मद्दत गर्नु पनि हो। यदि हामीले अरूको फिलिङ्सलाई राम्रोसँग बुझ्न सक्छौँ भनेपछि हामीलाई पर्सनल्ली त फाइदा हुन्छ नै, र त्यसको साथसाथै प्रोफेसनल्ली पनि हामीलाई सक्सेस पाउनको लागि निकै नै मद्दत हुन्छ। जब मानिसमा सहानुभूति हुन्छ, उनीहरू एकदमै राम्रो लिडर बन्न सक्छन्। हामीले आफ्नो सम्बन्धहरूलाई अझै बलियो बनाउन सक्छौँ, र त्यसको साथसाथै सहानुभूति भएका मानिसहरू चाहिँ प्रब्लम सल्भिङमा चाहिँ निकै नै सक्षम हुन्छ। सो यही नै थिए 10वटा सिपहरू जुन चाहिँ तपाईँले एकचोटि सिकिसकेपछि जिन्दगीभर तपाईँलाई काम लाग्छ। यो भिडियोमा भनेको 10वटा स्किल्सहरू हामी सबैलाई आवश्यक स्किलहरू हो। पर्सनल्ली अथवा प्रोफेसनल्ली ग्रो हुनको लागि यो 10वटा स्किल्सहरू चाहिँ निकै नै आवश्यक छ। यो बाहेक तपाईँहरूलाई कुन स्किल्सहरू अझै इम्पोर्टेन्ट छ जस्तो लाग्छ कमेन्टमा लेख्नु होला। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो, राम्रो लागेमा लाइक गर्नुहोस्, र यदि कुनै फिडब्याक, क्रिटिसिजम्स अथवा कुनै क्वेसन्सहरू छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ। आई विल सी यू इन द नेक्स्ट भिडियो। Peace.